हेलो एभ्रिवान, म तेज कुमार उपाध्याय। हजुरहरू सबैजनामा राधे राधे। मेरो यो भिडियो चाहिँ कति दिन अगाडिको थियो, मैले अपलोड गर्न पाएको थिइनँ र आज अपलोड गर्दैछु। र यो भिडियो चाहिँ कहाँको हो, के हो भनेर भन्नुहुन्छ भनेदेखि चाहिँ यो भिडियो चाहिँ मेरै घर छेउको आइदो पोखरीको हो। र यहाँ चाहिँ आज के भइरहेको छ भन्नुहुन्छ भनेदेखि करम पूजाको फङ्सन भइरहेको छ। करम पूजा र फङ्सन पनि हो। र म चाहिँ अब फर्स्टचोटि म हेर्न आउँदैछु। यसको अगाडि पछाडि पनि बहुतै भएको थियो र म आजसम्म आएको थिइनँ, त्यसरी हेरेको थिइनँ। र आज चाहिँ म हेर्ने भनेर आएको। र यहाँ चाहिँ के चाहिँ हुँदो रहेछ प्रकृतिमा, आदिवासी समाजको कस्तो खालको पूजा रहेछ भनेर म चाहिँ हेर्न भनेर आएको थिएँ। र हेर्न आउँदा मैले यसो देख्दाखेरि राम्रो लाग्यो र भिडियो पनि बनाएँ। र हजुरहरूलाई पनि म यो भिडियो हजुरहरूलाई पनि देखाउँदैछु। र हजुरहरूलाई भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर अवश्य गरिदिनु होला। र आइपुग्ने बित्तिकै म चाहिँ चारैतिरको भिडियो बनाउन थालेँ। र यतापट्टि चाहिँ यहाँहरूको बक्सहरू राखेको रहेछ र यतापट्टि चाहिँ यहाँ हेर्न सक्नुहुन्छ जहाँनेर करम पूजा हुन्छ त्यो पूजाको मण्डप यो चाहिँ। र म चाहिँ दादा एकजनासँग आइरहेको थिएँ। म एक्लै त आउने पनि थिइनँ होला। दादाले भन्नुभयो हिँड जाउँ हेरौँ भनेर भन्नुभयो र म चाहिँ दादासँग आएँ। र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ उहाँहरूले चाहिँ यसरी नामघरदेखि पूजा गरेर यहाँ अब करमलाई ल्याउनु हुँदो रहेछ। सबैजना कन्याकुमारीहरू भएर उहाँहरूले पूजा गर्दै यसरी पछाडि पछाडि धुना लगाउँदै, धुप धुना गर्दै, दियो जलाउँदै अगाडि दुईजनाले बोकेर डालीमा बोकेर आउनु हुँदैछ। र फाइनली लिएर उहाँहरूले यज्ञको तर्फ आउँदै हुनुहुन्छ। र यज्ञमा सिधै राख्न पनि मिल्दैन रहेछ, लिएर नाच्दै परिक्रमा गर्दै घुम्नु पर्दो रहेछ। र घुमिसकेर चाहिँ अनि राख्न पाउनु हुँदो रहेछ। र अनि राखिसकेपछि चाहिँ उहाँहरूले पूजा गर्नुहुन्छ। यज्ञमा पूजा गरिसकेपछि चाहिँ उहाँहरूको कथा भन्नुहुँदो रहेछ उहाँहरूको गुरुजीले। र कथा पनि मलाई साह्रै नै राम्रो लाग्यो, किनभने त्यो कथाको बिचमा एकादशी कथाको पनि, व्रतको पनि धेरै महत्त्व रहेछ। र कथा सुनेर मलाई राम्रो लाग्यो र मैले संक्षेपमा हजुरहरूको सामने राखिरहेको छु, हेर्नु होला। আর চলে যায় ফুলো দেখে যেবার ইমান সুন্দর ফুলনিটার অবস্থা একেবারে বেয়া। ওরা বেয়া বস্তুর যদি সংস্পর্শে আইবে, অর্থাৎ বেয়া বস্তুর জায়গায় যদি ওরা আসবে, দেবীটা একাদশী ব্রত করেছেন নাই, যদি ব্রত করা বলছে ঠিক আছে ভাই, আমি নিশ্চয় তোর কথাটা জিজ্ঞাসা করবো, এই বলে করে কর্মা পানি নাই খাই করে পিয়াসেই ভাগরে পুনর যাত্রা আরম্ভ করলো, পুনর আগ বাড়িছে, যাতে যাতে যায় আছে। र त्यसपछि चाहिँ म एउटी बुइनीलाई लिएर म भिडियो बनाउन थालेँ, किनभने साह्रै नै राम्रो लाग्छ यो बुइनी। र म चाहिँ उनलाई लिएर भिडियो बनाउँदै थिएँ। र फाइनली हेर्न सक्नुहुन्छ यस्तो प्रकारले उहाँहरूको पूजा हुँदो रहेछ। र पूजा भइसकेपछि अनि झुमुर डान्स हुँदो रहेछ, हेर्नु होला। झुमरहरू भइसकेपछि चाहिँ अनि म घर जान भनिकन हिँडेँ। र यतापट्टि हेर्नुहोस् चारैतिर दोकान लागिरहेको छ। र यी दोकानहरूको पनि धेरै नै सेलिङ भइरहेको छ आज चाहिँ। र आजको भिडियोमा यति है गाइस। कस्तो लाग्छ भिडियो अवश्य कमेन्ट गरेर भन्नुहोला।